सबैजनाले चाहिँ सबै कुरा भनिसके अब के बोलौँ जस्तो लाग्यो कि अनि अरू चाहिँ के भन्दा चाहिँ सुरुमा फर्स्ट टाइम आउँदा चाहिँ सर एकदम स्ट्रिक्ट जस्तो लाग्नुहुन्थ्यो क्या मलाई के बोलौँ कि के गाली खाइहाल्छु कि जस्तो लाग्थ्यो। पछि दिन बित्दा चाहिँ उहाँ चाहिँ एकदम लाइट हुनुहुन्छ, सबैलाई एकदम एकै नाचले हेर्नुहुन्छ। आज चाहिँ के भयो भन्दा बिहानैको कुरा, बिहान आएँ अनि एउटा अझै पार्टी थियो कि एउटा अझै पार्टी थियो, उता गएँ अनि हतार भएको थियो। मलाई बेलुका अन्त्य पनि जानु छ अनि सबले कता भन्नुभयो, सरको हाम्रो इडी सरको बर्थडे छ भन्नुभयो। अनि एकजना म्यामले नमस्कार सरको भन्नुभयो क्या। अनि मतलब सबले चिन्नुहुन्छ कि उहाँलाई। अनि एकजना अर्को म्यामले चाहिँ तपाईँले किन चिन्नुहुन्न र भने, अनि उहाँ चाहिँ नेपालमा मात्रै सबले चिन्नुहुन्छ, तपाईँले कसरी चिन्नु भएन जस्तो कुरा गर्नुभयो क्या होइन। अनि कस्तो प्राउड लागेको कि मतलब उहाँलाई मतलब हुन्छ नि सबले चिन्नुभएको है त्यस्तो। अनि अब अरू के भनौँ